ल हुन त म एउटा सिभिल इन्जिनियर हो। यो जुन 3D एक्सट्रुडेड 3Dहरू इन्टेरियर डिजाइनहरूको काम भनेको आर्किटेक्ट हो, सिभिल इन्जिनियरको होइन है। तर कलेज जोइन हुनुभन्दा अगाडि यो स्केचअपहरू रेन्डरिङहरू चलाउँथेँ कि डिजाइनिङ पनि गर्थेँ, किनभने कलेज जोइन गर्नुभन्दा अगाडि नै म कन्स्ट्रक्सन फिल्डमा काम गरेको मान्छे हो। सो अगाडि चाहिँ यो डिजाइनिङ गर्थेँ कि, त्यो भएर कहिलेकाहीँ यसो मुड चेन्ज गर्नलाई भनौँ होइन, तर कहिलेकाहीँ रहर लाग्छ होइन। क्लासिकल डिजाइनहरू यो भव्य डिजाइन हो कि राम्रो देखिन्छ, त्यो डिजाइनहरू कहिलेकाहीँ आफै पनि गरिन्छ। म आफैले गरेको डिजाइन होइन, यो कर्भसँग खेल्नलाई अलिक गाह्रै छ स्केचअपमा, प्लगइन्सहरू धेरै चलाउनुपर्छ होइन। जस तपाईँ पनि सिभिल इन्जिनियर हुनुहुन्छ भने चाहिँ यो स्केचअपहरू होइन, अनि यो रेन्डरिङको पनि थोरै आइडिया लिँदा सिक्दाखेरि राम्रै हुन्छ है त। एक्चुअली यो काम आर्किटेक्टको हो, तर सिभिलले पनि जानिराख्दाखेरि खासै घाटा चाहिँ छैन है त।